जोजलप्पा नमस्ते। आज पनि हामी उपस्थित भइसकेका छौँ समय सन्दर्भ लिएर। प्रविधि संयोजनमा युनिक साक्य र म शङ्कर थापा। यहाँहरू सबैलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। आउनुहोस् कार्यक्रम सुरु गरौँ सधैँ चाहिँ कोरोनाबाट। तर आज हामी यो कोरोनालाई केही पछाडि राखेर एउटा समसामयिक विषयलाई हामी अगाडि सार्दैछौँ। नगरपालिका, कीर्तिपुर नगरपालिकाको एउटा नयाँ पद्धति हाम्रो सुरु भएको छ। तपाईहरू अब यो 2072 सालको भूकम्पपछि कीर्तिपुर नगरपालिकामा पनि पुराना घरहरू धेरै भत्किए। त्यसपछि नयाँ घरहरू भत्काएर नयाँ घरहरू बनाउने यो प्रवृत्ति धेरै नै बढेको छ। झन्झटिलो काम हो घर बनाउने। भूकम्पपछि पुनर्निर्माणको यो गति एकदमै बढेको छ। घरहरू बनाउन झन्झट पनि छ, नक्सा पास गर्ने, अब त्यस पछाडि फेरि नगरपालिका धाइरहनु पर्ने। यो कार्यक्रम यो एकदमै झन्झटिलो काम हो। यसको लागि अहिले कीर्तिपुर नगरपालिकाले काठमाडौँ उपत्यकामै महानगरपछि पहिलोपल्ट यो पद्धति सुरु गरेको छ। डिजिटल सिग्नेचर पद्धति छ। यसबाट सेवाग्राहीले कतिको सुविधा पाउँछन्, कतिको सरलता पाउँछन् भनेर हामी कुराकानी गर्दैछौँ कीर्तिपुर नगरपालिकाका इन्जिनियर हुनुहुन्छ सुरज ओझाज्यूसँग। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। आज हामी उहाँसँग फोनमा जोडिएका छौँ। सुरज ओझाजी, म उहाँलाई फोनमा जोड्दैछु। हेलो हेलो, सुरज ओझाजी होइन? हजुर नमस्कार, म नेवा एफएमबाट यहाँलाई कार्यक्रममा म एकदम स्वागत गर्न चाहन्छु। धन्यवाद। अलिकति मेरो साउन्ड सुन्नु भएको छैन कि? मैले यहाँको साउन्ड अलिकति कम सुनिरहेको छु। ए हजुरको आवाज अलिकति सानो भइरहेछ। हजुर, मैले प्रशस्त अब सुनेँ। अब सुनिन्छ? हजुर हजुर। सबभन्दा पहिले म नेवा एफएमको यो समय सन्दर्भ कार्यक्रममा यहाँलाई स्वागत गर्न चाहन्छु। हेलो हजुर हजुर सुनिरहेछु म। अनि अब म अहिले हाम्रो कीर्तिपुर नगरपालिकामा चाहिँ एउटा अहिले यहाँको नगर सन्देशबाट मैले थाहा पाएँ डिजिटल सिग्नेचर पद्धति लागू गर्नुभएको छ अरे। यो चाहिँ के कस्तो किसिमबाट भनौँ न, कस्तो किसिमको सिग्नेचर हो यो डिजिटल सिग्नेचर भने? अलिकति सुन्दा पनि अलि अचम्म लाग्ने खालको छ होइन? त्यो भएर अब यस बारेमा अलिकति जनताहरूलाई, हाम्रो श्रोताहरूलाई अलिकति बताइदिनुहोस् न। हजुर धन्यवाद। सबैभन्दा पहिला त म यो विद्युतीय हस्ताक्षर डिजिटल सिग्नेचर भन्दा अगाडि अलिकति हाम्रो यो नक्सा कसरी पास हुन्छ भन्ने कुरामा अलिकति थोरै जानकारी गराउन चाहन्छु। हजुर हजुर। कीर्तिपुर नगरपालिकाले 2073 सालदेखि विद्युतीय नक्सा पास प्रणाली इबिपिएस भन्छ हामी, इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टमबाट हामीले नक्सा पास गर्दै आइरहेका छौँ। यो एउटा अनलाइन प्रविधि हो, एउटा वेब बेस्ड एप्लिकेसन छ। यो वेब एप्लिकेसन हामीले कुनै पनि गुगल क्रोम अथवा फायरफक्सबाट एउटा ebps.kirtipur.mun.gov.np हामीले टाइप गरिसकेपछि हामीले त्यहाँ जान सक्छौँ र त्यहाँनिर हामीले युजर नेम र पासवर्डहरू दिएका हुन्छौँ डिजाइनर साथीहरूलाई जसले नक्सा बनाउनुहुन्छ र उहाँहरूले सम्पूर्ण विवरणहरू हालिसकेपछि हाम्रो जुन नक्सा शाखामा पनि विभिन्न 8-9वटा डेस्कहरू रहेका छन्। त्यो डेस्कहरूबाट हामी अनलाइन मार्फत नै हामीले नक्सा पास गर्दै आइरहेका छौँ र त्यो गर्ने क्रममा हामीले अनलाइन सिस्टमबाट पनि काम गरिरहेका थियौँ। सँगसँगै जुन फिजिकल फाइल हुन्छ त्यो फाइल जुन नक्सा अब जग्गा धनीको घरको विवरणहरू लालपुर्जाहरू पनि हामीले एउटा फाइल बनाएर चाहिँ ल्याउने चलन थियो हिजोसम्म र हामीले त्यो अलिकति गुनासो पनि आयो र यसरी अब अनलाइनबाट पनि हाल्नुपर्ने र फाइल पनि सँगै लिएर आउँदाखेरि चाहिँ दुईचोटि एउटै काम गरिरहेको भन्ने किसिमको पनि अलिकति गुनासो आइरहेको थियो र हामीले त्यसलाई हटाउनको लागि यो विद्युतीय कार्यवाही ऐन 2063ले यो विद्युतीय हस्ताक्षरलाई कार्यान्वयनमा ल्याएको भन्ने कुरा थाहा पायौँ र सोही अनुसार हामीले यो डिजिटल हस्ताक्षर
यो डिजिटल हस्ताक्षर एउटा सूचना प्रविधिको एउटा आधुनिक प्रविधि हो र यो हस्ताक्षरको माध्यमबाट जुन विद्युतीय अभिलेख यो सफ्टवेयरहरू हामीले युज गरिरहेका छौँ, सन्देशहरू, इमेलहरूलाई चाहिँ यो विद्युतीय कार्यभार जुन यो विद्युतीय कार्यभार हो यसलाई चाहिँ विद्युतीय हस्ताक्षरको प्रयोगद्वारा कानुनी मान्यता प्रदान गर्ने भएकोले हामीले विद्युतीय हस्ताक्षरलाई चाहिँ हामीले हाम्रो यो नक्सा पास प्रणालीमा मात्र नभएर नगरपालिकामा नै अब जति हामीले यो अनलाइन मार्फत हामीले कामहरू गर्छौँ त्यसको चाहिँ कानुनी मान्यता प्रदान गर्न यो विद्युतीय हस्ताक्षर चाहिँ सुरु गर्न लागेका हुन्। अनि यो विद्युतीय हस्ताक्षर भन्नाले अब भनौँ न नक्सा पास गराउने अब पहिले झन्झट थियो नि, अब फाइल बोकेर नगरपालिका जाऊ आऊ फेरि त्यहाँ भएन भन्छन् फेरि जाऊ फेरि आऊ, यो झन्झट चाहिँ हटेको छ त? अब पक्कै पनि हामीले अहिले चाहिँ ट्रायल हामीले एउटा डमी सर्भर बनाएर हामीले ट्रायल गरिरहेका छौँ। यसमा पक्कै पनि सेवाग्राहीलाई सजिलो हुन्छ। अब अलिकति प्रविधि आधुनिक प्रविधि भएको हुनाले गर्दाखेरि सबै सेवाग्राहीको जुन एक्सेसमा इमेलहरू नहुन सक्छ, त्यसलाई पनि हामीले बिस्तारै अब अभिमुखीकरण कार्यक्रमहरू गर्छौँ, वडा स्तरीय कार्यक्रमहरू सञ्चालन गर्छौँ र त्यसलाई हामीले सजिलो बनाउँछौँ। र पक्कै पनि सेवाग्राहीले नगरपालिका आइराख्नुपर्ने झन्झट थियो र मेरो काम भयो भएन थाहा नहुने जुन झन्झटहरू थियो त्यो चिज चाहिँ यो विद्युतीय हस्ताक्षरको प्रयोगबाट उहाँहरू नगरपालिका पनि आइराख्नु पर्दैन। उहाँहरूले आफ्नो सबै विवरणहरू, आफ्नो फाइलहरू कहाँ छ, कसरी काम भइरहेको छ भन्ने कुरा अनलाइनबाट ट्र्याक गर्न सक्नुहुन्छ र झन्झटिलो जुन त्यो नक्साको ठुलो नक्साहरू प्रिन्ट गर्ने जहाँ पाए त्यो नक्साहरू प्रिन्ट पनि गर्न पाइँदैन। एकदम लिमिटेड ठाउँहरू छ काठमाडौँमा पनि, त्यो नक्सा पनि हामीले चाहिँ अब उहाँले प्रिन्ट नगर्नुपर्छ पक्कै पनि उहाँहरूलाई सजिलो चाहिँ हुन्छ। अब अलिकति प्रविधिको कारणले गर्दाखेरि चाहिँ गाह्रो हुनसक्छ पक्कै पनि, तर हामीले कार्यक्रमहरू सञ्चालन गर्छौँ, त्यो तालिमहरू सञ्चालन गर्छौँ डिजाइन साथीहरूलाई र वडा स्तरीय कार्यक्रमहरू सञ्चालन गरेर त्यो चिजलाई पनि हामी बिस्तारै हटाउँछौँ। अनि यो डिजिटल सिग्नेचर चाहिँ यो जुन हाम्रो छ नि यो पद्धति चाहिँ हामीले वडाहरूमा पनि लागू गर्ने कार्यक्रम छ कि? हाम्रो यो जुन विद्युतीय नक्साबास प्रणाली छ यो नक्साबास प्रणाली वडाले पनि सञ्चालन गरिराख्नु भएको छ। वडामा जुन सरजमिन हुन्छ र फिल्ड निरीक्षण गरिन्छ त्यो फिल्ड निरीक्षण पनि वडाले पनि गरिराख्नु भएको हुनाले गर्दा र हामीले यो इबिपिएसमा नै यो विद्युतीय हस्ताक्षर चाहिँ इन्टिग्रेट गरिसकेको हुनाले गर्दाखेरि वडाबाट पनि यो विद्युतीय हस्ताक्षर सञ्चालनमा आउँछ। यो अब नक्सा पासको मात्रै कुरा गर्नुभयो यहाँले, त्यो बाहेकका कामहरू हुन्छ नि जस्तै हाम्रो विवाह दर्ता भयो, जन्म दर्ता भयो, नक्सासँग सम्बन्धित भएर चाहिँ हामीले चाहिँ सिस्टममा नै इन्टिग्रेट गर्यौँ विद्युतीय हस्ताक्षर। त्यही भएर मैले भने विद्युतीय हस्ताक्षर चाहिँ नक्सामा मात्र नभइकन हामीले 55वटा विद्युतीय हस्ताक्षर खरिद नै गरिसकेका छौँ र त्यसमा 30वटा चाहिँ हामीले नक्सामा प्रयोग गरेका छौँ भने अन्य शाखाहरू जस्तै शिक्षा, स्वास्थ्य, लेखा, योजनाहरूमा पनि हामीले चाहिँ प्रयोग गर्न सक्छौँ। र यसको प्रयोग भनेको चाहिँ हजुरलाई जस्तै यो अफिस एप्लिकेसन्सहरू अब वर्ड, एक्सेल, पावर पोइन्ट, पिडिएफ र कुनै पनि डकुमेन्ट म्यानेजमेन्ट सिस्टम छ भने त्यसमा इन्टिग्रेट गरेर हामीले प्रयोग गर्न सक्छौँ। मेरो मतलब के भने अब विवाह जन्म दर्ता हुन्छ नि यस्तो पनि हामीले डिजिटल सिग्नेचर मार्फतबाटै गर्छौँ सबै। अब यसमा विद्युतीय अभिलेख जति हामीले विद्युतीय कारोबार गर्छौँ, जति हामीले अनलाइनबाट जुन सिस्टमबाट हामीले काम गर्छौँ त्यसलाई कानुनी मान्यता प्रदान गर्ने भएकोले नक्सा जुन यो जन्म दर्ता, घटना दर्ता, मृत्यु दर्ता जति हुन्छ त्यसमा पनि हामीले विद्युतीय हस्ताक्षर प्रयोग गर्न सक्छौँ। भनेपछि अब सेवाग्राहीले एकदम सरलता भयो होइन यो पद्धतिले। अनि अब भनौँ न अब यसमा अब अलि नराम्रो कुरा गर्दाखेरि नगरपालिकामा अलिकति घुसखोरी यताउति भन्ने कुरा चल्छ, सुनिन्छ भनौँ न। नगरपालिकामा अलिकति यो अब भनौँ न अलिकति नराम्रो कुराहरू पनि सुनिन्छ हाम्रो जताततै, हाम्रो कीर्तिपुर मात्रै नभनौँ। अनि त्यहाँनिर अलिकति पैसाको लेनदेन यताउता चल्ने पनि यता सुनिन्छ यता कता, त्यो चाहिँ अब हराउने भयो त्यसो मतलब त्यस्तो होइन। अब यो सुनिन्छ पक्कै पनि म पनि सुन्छु होइन। हजुर, यो एउटा कस्तो छ भने सेवाग्राहीहरूलाई नगरपालिका चाहिँ जानै नपरोस्, नगरपालिका गयो भने चाहिँ दुःख दिन्छ, त्यहाँ साथीहरूले दुःख दिनुहुन्छ भन्ने किसिमको गुनासो चाहिँ पक्कै पनि छ, मैले सुनेको म पनि सुन्छु होइन। र त्यही चिजलाई चाहिँ हामीले हटाउनको लागि भनेर यो विद्युतीय नक्साबास प्रणाली ल्याएका पनि हौँ र हामीले विद्युतीय नक्साबास प्रणाली लागू गरिसकेपछि 54 सालदेखि जति नक्साहरू नगरपालिकामा बने सबै नगरपालिकाहरू हामीले चाहिँ यो विद्युतीय अभिलेख हालिसकेका छौँ। अब जसले गर्दाखेरि चाहिँ अब नक्साहरू हराउने अब हुन्छ नि ल नक्सा भेटिएन भन्ने किसिमको कुराहरू चाहिँ हामीले त्यसलाई चाहिँ निर्मूल नै गरेका छौँ केही हदसम्म। र त्यो किसिमको गुनासो अब चाहिँ छ जस्तो मलाई लाग्दैन। र पक्कै पनि अलिकति आधुनिक प्रविधि मैले भनिहालेँ। अब विद्युतीय हस्ताक्षर अलिकति आधुनिक प्रविधि भएको हुनाले गर्दाखेरि यसको प्रयोगमा चाहिँ अलिकति हामीले कठिनाइ चाहिँ आउन सक्छ। सेवाग्राहीले पनि अलिकति सुरुमा चाहिँ
यसलाई कठिनाइ भोग्नुपर्छ किनभने हामीले जुन निकालेको नक्साहरू सर्टिफिकेटहरू छ त्यो प्रमाणपत्रहरू त जस्तै ब्याङ्कहरू अथवा मालपोत नापी अन्य संस्था चाहिँ जाने भएको हुनाले गर्दाखेरि अलिकति त्यसमा चाहिँ अलिकति ग्याप चाहिँ छ जस्तो लाग्छ र त्यो ग्यापलाई चाहिँ हामीले अब कार्यक्रमहरू सञ्चालन गरेर चाहिँ हटाउँछौँ र जुन गुनासाहरू छन् ती गुनासाहरूलाई पनि हामीले बिस्तारै निर्मूल गर्दै नै छौँ त्यो गर्छौँ पनि। अनि यसो गर्दाखेरि काममा अब के स्मार्टनेस आउला त अब यो ढिला सुस्ती हुन्छ नि नगरपालिकाको काम त्यसमा के निस्केला त अब यसो छ नक्सा पास अलिकति लेन्दी प्रोसेस नै हो। हामीले पहिला त्यो चिज बुझ्नुपर्छ। आज नक्सा फाइल पेश गरेर भोलि नै अथवा 3-4 दिनपछि नै पास हुन्छ भन्नु चाहिँ अलिकति यसमा चाहिँ हामीले अलिकति कार्यक्रमहरू सञ्चालन गरेर यो चाहिँ जानकारी गराउनुपर्छ। एउटा लामो प्रोसेस हो। उहाँले जुन पेश गर्नुभयो कागजातहरू छ त्यसलाई चेक गरेर प्रशासनिक कुराहरू चेक गर्ने, कानुनी कुराहरू चेक गर्ने, नापी नक्साहरू चेक गर्ने, अनि त्यसलाई वडा पठाउनुपर्छ। हामीले वडा नै आफैमा अब 16-17 दिन 15-16 दिन सरजिमिनको लागि जान्छ र त्यसपछि पनि अब 5-6 दिनको टाइम राखेर फिल्ड भिजिट गर्नु प्राविधिक साथीले फिल्ड भिजिट गरिसकेपछि अनि त्यसपछि उहाँको राजस्व तिरिसकेपछि अनि नक्सा पास हुने भएकोले अलिकति 30 देखि 35 दिनसम्मको समय अलिकति लेन्दी प्रोसेस नक्सा पास प्रक्रिया हो र कुनै पनि किसिमको कैफियतहरू आएन, सध्याहरूको समस्या भएन र कागजातहरू पनि सबै पुगेको खण्डमा झन्झटिलो हुँदैन र हामीले एउटा नयाँ चिज के गरेका छौँ भने इबिपिएसमा क्रमानुगत रूपमा फाइलहरू हामीले लिन्छौँ र जस्तै आज पेश गरेको फाइलहरू सुरुमा जो आउनुभयो उहाँकै हामीले काम गर्नुपर्ने हुन्छ। यदि उहाँको काम नगरिकन हामीले अर्को फाइल फरवर्ड गर्न खोज्यौँ भने त्यो फाइल फरवर्ड सिस्टमले नै गर्दैन। त्यो सिस्टम हामीले बनाएका छौँ र कुनै पनि किसिमको कैफियत राखे त्यो कैफियतमा चाहिँ ल यसरी यो फाइल चाहिँ यो कारणले गर्दाखेरि हामीले यसलाई रोक्नु पर्यो र यसको सट्टा अर्को फाइल पठाउनु पर्यो भनेर एउटा विशेष किसिमको त्यहाँनिर लेखेर सिस्टमबाट अनुमति लिएर मात्र हामीले अर्को फाइल फरवर्ड गर्नुपर्छ। अहिले त्यो सिस्टम पनि छ र अलिकति पूर्ण रूपमा अलिकति व्यवस्थित समय भनेको हाम्रो साथीहरू अलिकति कम प्राविधिक साथीहरू कम हुनुहुन्छ र फिल्डमा पनि अलिकति यो कोभिडले गर्दाखेरि पनि हाम्रो अलिकति बिचमा चाहिँ यो 1-2 महिना चाहिँ हामीलाई पनि अलिकति गाह्रो भयो। सेवाग्राहीहरूले पनि दुःख चाहिँ पाउनु नै भएको छ यो नक्सामा। त्यसलाई चाहिँ अब बिस्तारै हामी यो सिस्टम यो विद्युतीय हस्ताक्षर संयुक्त रूपमा इन्टिग्रेट गरेर लगेर गुनासाहरू चाहिँ सबै निर्मूल गर्छौँ। अब यसको लागि अब समय सीमा के निर्धारण गर्नुभएको छ कि अब भनौँ न एउटा मुद्दाको लागि कति अब समय सीमा त्यो निर्धारण के गर्नुभएको छ? मैले हजुरको आवाज अलिक प्रष्ट बुझिनँ। अब यसको एउटा भनौँ न एउटा कामको लागि कति समय सीमा तोकिएको छ? हामीले जस्तै नक्सा पास प्रक्रिया गर्न 9वटा विभिन्न डेस्कमा कति दिनमा काम हुन्छ भनेर हामीले हाम्रो वेबसाइटमा पनि राखेका छौँ। हजुर। र त्यो सरकार सञ्चालन ऐन र जुन व्यावहारिक रूपमा वडामा कसरी काम हुन्छ भन्ने हिसाबले हामीले एउटा समय सीमा नै निर्धारण गरेका छौँ र ती समय सीमा अन्तर्गत चाहिँ हामी नक्सा पास गर्छौँ। अनि पर्याप्त म्यान पावर छ त यहाँ नगरपालिकामा यस विषयको लागि? अब अहिले हाम्रो एउटा मुख्य उद्देश्य भनेको चाहिँ नक्सामा हाम्रो मुख्य उद्देश्य भनेको नेपाल राष्ट्रिय भवन संहिता लागू गर्नु, यो सहर योजना तथा व्यवस्थित भवन निर्माण मापदण्डलाई लागू गर्नु हो। भनेको मुख्यतः एकजना सेवाग्राहीको घर एकजना पब्लिकको घर चाहिँ सुरक्षित बनोस् भन्ने नै हो। हाम्रो अलिकति फिल्डमा गएर सुपरभिजन मोनिटरिङको पार्टहरू चाहिँ हाम्रो अलिकति कमजोर नै छ। त्यसलाई चाहिँ हामीले स्वीकार्नु नै पर्छ र सबैभन्दा पहिला मैले अघि पनि भने सेवाग्राहीमा नगरपालिका गयो भने दुःख दिन्छन्, एउटा झन्झटिलो हुन्छ भन्ने चिजलाई चाहिँ हामीले हटाउनको लागि यो सिस्टम हामीले सुरु गऱ्यौँ र त्यो चिजलाई बिस्तारै हटाउँदैछौँ। र अबको हाम्रो फेज भनेको चाहिँ फिल्डमा गएर मोनिटरिङ गर्ने, सुपरभिजन गर्ने, कसरी चाहिँ उसले प्रयोग गरेका डन्डीहरू सुरक्षित तरिकाले राष्ट्रिय भवन संहिता अनुरूप छन् छैनन्, उसले प्रयोग गरेका सिमेन्टहरू, डन्डी, गिटी बालुवाहरूको गुणस्तर जाँच्नेदेखि लिएर सबै चिज गर्नुपर्ने हुन्छ। मुख्यतः हाम्रो उद्देश्य त्यो हो र त्यसमा चाहिँ अलिकति हामी कमजोर नै छौँ। अबको पाटोमा चाहिँ जनशक्तिहरू पनि थप्ने र अलिकति डिजाइनर साथीहरूलाई पनि कार्यक्रमहरू तालिमहरू सञ्चालन गर्ने, डकर्मी तालिमहरू पनि सञ्चालन गर्ने, लिस्ट गर्ने र त्यो लिस्ट गरिसकेपछि हामी त्यो उद्देश्यमा चाहिँ फुलफिल हुन्छ र त्यसको लागि चाहिँ पर्याप्त जनशक्ति अहिलेलाई चाहिँ छैन र जति छौँ हामी त्यहाँबाट सुरु गर्छौँ र डिजाइनर साथीहरूलाई पनि हामीले सँगै लग्यौँ भने सायद त्यसको समस्याको समाधान पनि हुन्छ। हजुर इन्जिनियर साहब, अब यो सुविधा यहाँले जुन नगरवासीहरूलाई दिनुभयो एकदमै सराहनीय कुरा हो पक्कै पनि। अब यसको लागि केही शुल्क त तिर्नुपर्ने होला नि, यो शुल्कको कसरी निर्धारण गर्नुभएको छ? यसो छ, अब विद्युतीय हस्ताक्षर लिन चाहिँ शुल्क तिर्नुपर्छ। पहिला हामीले अलिकति सजिलो बनाएको छौँ योचोटि। पहिला चाहिँ कितुब नगरपालिकामा व्यवसाय दर्ता पनि गर्नु पर्थ्यो र व्यवसाय दर्ताको छुट्टै शुल्क हुन्थ्यो र
उहाँले युजर नेम पासवर्ड लिनुपर्छ हाम्रो यो इबिपिएसमा। त्यसको पनि छुट्टै व्यवसाय शुल्क हुने भएको हुनाले गर्दाखेरि अलिकति झन्झटिलो प्रोसेस र कीर्तिपुर नगरपालिकाभन्दा बाहिरको प्राविधिक साथीहरूलाई नक्सा बनाउनु थियो भने अलिकति गाह्रो प्रोसेस त, किनभने व्यवसाय दर्ता गर्नु पर्यो, इलेरी व्यवसाय देखाउनु पर्यो होइन। र त्यसलाई चाहिँ हामीले हटाउँदै अस्ति कार्यपालिकाले पनि निर्णय गरिसकेको छ। अब नेपाली इन्जिनियरिङ काउन्सिलको सर्टिफिकेट जोसँग छ, आर्किटेक्ट इन्जिनियर जो साथीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ यो नेपाल प्रमाणीकरण कार्यालयमा गएर विद्युतीय हस्ताक्षर एउटा अनुसूची 5 भन्ने एउटा फर्म पाउँछ, त्यो फर्म भरिसकेपछि एकदमै थोरै शुल्क छ। मलाई ठ्याक्क शुल्क चाहिँ 1200 सुरु छ जस्तो लाग्छ एक वर्षमा उहाँले तिर्नुपर्ने। त्यो शुल्क तिरिसकेपछि उहाँले वर्षभरि त्यो हस्ताक्षरको प्रयोगबाट हाम्रो कीर्तिपुर नगरपालिकामा चाहिँ उहाँले नक्सा बनाउन सक्नुहुन्छ र त्यही अनुसार नक्सा पास हुन्छ। त्यो त भयो, साथीले तिर्नु पर्यो, त्यो चाहिँ अब उसले परेन। हजुर, त्यो त भयो। अब इन्जिनियरहरूले तिर्नुपर्ने, उनीहरूको आफ्नो व्यवसायको लागि तिर्नुपर्ने रकम भयो होइन। अनि मैले सेवाग्राहीले तिर्नुपर्ने शुल्क पनि हुनसक्छ नि? त्यो होइन, सेवाग्राहीले यसमा कुनै पनि किसिमको शुल्क तिर्नु पर्दैन, एकदमै फ्रीमा हो होइन। यसको प्रयोग सजिलो छ र कुनै पनि किसिमको एक्स्ट्रा शुल्क चाहिँ यो विद्युतीय हस्ताक्षर अथवा इबिपिएसको लागि चाहिँ तिर्नु पर्दैन सेवाग्राहीले। धेरै राम्रो है। अब यसरी कुरा गर्दाखेरि अब डिजिटल कुरा गर्दाखेरि, अनलाइन कुरा गर्दाखेरि हामीसँग इन्टरनेट सुविधा अब भनौँ न नगरमा कति सुविधा छ र सबैले सुविधा उपभोग गर्न सक्छन् त? एउटा चुनौती चाहिँ हामीलाई त्यो पनि छ, तर अहिले चाहिँ हाम्रो नगरपालिकामा त इन्टरनेटको कुनै पनि किसिमको समस्या छैन। र नगरमा पनि मलाई जहाँसम्म लाग्छ अब फेसबुक नचल्ने घर टाइप कुनै पनि छैन होला है। हजुर। तर यसलाई फेसबुकको रूपमा सजिलो हिसाबले चाहिँ लिनु भएन। हामीले एउटा इमेल मार्फत एउटा सिस्टमबाट जति उहाँको नक्साको विवरणहरू छ, नक्साको सर्टिफिकेटहरू छ, हामीले त्यो इमेलमा पठाउने काम गर्नुपर्छ। र हामी प्रिन्ट गर्दैन, यसको मुख्य उद्देश्य पेपरलेस बनाउनु पनि हो। र हामीले प्रिन्ट नगरेको हुनाले गर्दा सबै सेवाग्राहीहरू इमेलको एक्सेसमा चाहिँ नहुन सक्नुहुन्छ पक्कै पनि। तर एकजनाको घरमा जस्तै अब सेवाग्राही घरमा कोही एकजनाले त पक्कै पनि अब आजकल त प्रायः लिट्रेसी रेट राम्रै पनि छ कीर्तिपुर नगरपालिकाको, जसको पनि इमेल एड्रेस त्यो हुन्छ। यदि रहेन रहेछ भने पनि हामीले कार्यक्रमहरू सञ्चालन गरेर सुरुमा अब हामीले इमेल एड्रेसहरू हामीले बनाइदिने र यसरी चाहिँ तपाईँको फाइलहरू सर्टिफिकेटहरू चाहिँ यहाँले फरवर्ड हुन्छ भनेर त्यो कार्यक्रमहरू चाहिँ हामीले सञ्चालन गर्नुपर्छ। अब हजुरहरूले पनि अब स्थानीय रूपमा अब यो कार्यक्रमहरूको लागि अब अलिकति कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ जस्तो लाग्छ मलाई। हजुर। अनि इन्जिनियर साहब, अब यो सबै सेवाग्राहीहरू अब यो प्रविधि सञ्चालन गर्न सक्षम होला नि त सेवाग्राहीहरू? यसो छ, अब हामीले सुरुमा चाहिँ के प्लान गरेको छौँ भने विद्युतीय हस्ताक्षर गर्ने नक्साहरू जुन ठुलो नक्साहरू छ त्यो नक्साहरूको प्रिन्ट चाहिँ अब हामी गर्दैनौँ, प्रिन्ट गर्न लाउँदैनौँ। हामीले त्यसलाई चाहिँ उसमा युज गर्छौँ, विद्युतीय डिजिटल सिग्नेचरकै रूपबाट अनलाइनबाट हामीले युज गर्छौँ। र पक्कै पनि हजुरले भने जस्तै जो सेवाग्राहीहरू चाहिँ अब बुझ्नुहुन्न अथवा उहाँहरूसँग इमेलको एक्सेस छैन, र मैले अहिले पनि भने जस्तै ब्याङ्कहरू मालपोतहरूले पनि त्यो डकुमेन्ट के हो, अब उहाँहरूले पनि यो विद्युतीय हस्ताक्षर प्रयोग गर्नुपर्ने हुन्छ। त्यसको हकमा चाहिँ हामीले प्यारलली यदि चाहिएको खण्डमा चाहिँ हामीले जुन पुरानो तरिकाले जुन प्रिन्ट गर्थ्यौँ त्यो प्रिन्ट गर्दा पनि यदि उहाँहरूलाई अप्ठ्यारो परेको खण्डमा चाहिँ हामीले प्रतिलिपि निकालेर दिने व्यवस्था चाहिँ गर्छौँ सुरुमा। अब हिसाब एउटा कुरा म एउटा के सोध्छु भने अब यो प्रविधि चाहिँ नि महानगरपालिकाले पहिलोपल्ट ल्याएको थियो होइन, काठमाडौँ महानगरपालिकाले? हजुर हो, नक्सामा। अनि त्यस पछाडि हाम्रो कीर्तिपुर नगरपालिका भयो? हजुर। अब अहिलेको अवस्थामा अब यो कतिको सफल होला जस्तो यहाँले अनुमान गर्नुभएको छ? होइन, अब सफल त हामीले मिलेर गराउनुपर्छ। हाम्रो मुख्य उद्देश्य जुन झन्झटिलो पेपरहरू हामी प्रयोग गर्छौँ, जुन प्रिन्टहरू निकाल्छौँ, जुन नक्साहरू प्रिन्ट गरिरहेका छौँ, त्यो चिजलाई चाहिँ हामीले हटाउनु हामी चाहिँ पक्कै पनि सफल हुन्छ जस्तो लाग्छ। किन हामीले अब यो पछि 15 गतेदेखि नै सुरु गर्ने भनेका छौँ र त्यो अलिकति झन्झटिलो पनि थियो र त्यसमा कुनै किसिमको समस्या पनि आउँदैन र पूर्ण रूपमा सञ्चालन गर्न चाहिँ अलिकति चुनौती चाहिँ हामीलाई छ। तर अब सुरु गरौँ, काम गरिसकेपछि थाहा हुन्छ कस्तो किसिमको बाधाहरू आउँछ हेरौँ, अनि त्यसपछि सोही अनुरूप हामी त्यसलाई मिलाउँदै लान्छौँ। ए हजुर, खुसी लाग्यो। यो पद्धतिले पक्कै पनि सेवाग्राहीहरूलाई एकदमै सजिलो होस्, सरल होस्, व्यावसायिकतामा जान सकुन् अब इन्जिनियरहरू पनि भन्ने हामीले आशा राखेका छौँ। यसबाहेक पनि अब यो डिजिटल सिग्नेचर बारेमा अरू मैले केही सोध्न छुटाएँ कि केही भन्नु थियो कि यहाँको? अब विद्युतीय हस्ताक्षर मात्र नभइकन हाम्रो नक्सा पास जुन प्रक्रिया छ त्यो प्रक्रियाहरूको बारेमा पनि बुझ्नु पर्छ जस्तो लाग्छ मलाई सेवाग्राहीहरूले। उहाँहरूले आफूले पनि बुझ्नुपर्छ। हामीले एउटा अनलाइन सिस्टम बनाएका छौँ, त्यो सिस्टममा हामीले तपाईँहरूले आफै गरेर तपाईँको फाइलको नाम नम्बर हालेर
तपाईँको फाइल कुन डेस्कमा कसरी काम भइरहेको छ, कति दिन भयो, कुन डेस्कमा कसरी बसिरहेको छ, त्यो सबै चिज हामीले ट्र्याक गर्न सक्ने हुनाले गर्दाखेरि तपाईँहरूले त्यो चिजको बारेमा अलिकति जानकारी राख्नुपर्छ र नगरपालिकामा मापदण्ड के कस्तो छ त्यो मापदण्डको बारेमा पनि बुझ्नुपर्छ जस्तो लाग्छ मलाई। त्यो भइसकेपछि अब कसैले जानी त कसैले पनि नगर्ला, अन्जानमा कसैले अब दुःख दिने किसिमले लाग्न सक्छ, मलाई चाहिँ दुःख दिइरहेको हो कि मेरो काम चाहिँ ढिलो भइरहेको छ भन्ने पनि हुनसक्छ। त्यो चिजको लागि पहिला सुरु आफूले पनि इन्फर्मेसन लिनुहोस्। केही समस्या पऱ्यो भने म छु, हाम्रो प्रमुख प्रशासकीय अधिकृतहरू हुनुहुन्छ, मेयर साहबहरू हुनुहुन्छ, सबै एक्सेसमा सबैजना हुनुहुन्छ, त्यसले गरेर कुरा गर्न सक्नुहुन्छ। हाम्रो फोन नम्बरहरू पनि, हाम्रो टिमको फोन नम्बर पनि हामीले वेबसाइटमा राखेका छौँ र हामीले बुझाउनु पर्ने कुराहरू धेरै छ। हामी कार्यक्रमहरू सञ्चालन गर्छौँ, अब डिजाइनरहरूलाई पनि तालिम गर्छौँ र सेवाग्राहीहरूलाई पनि वडामा गएर हामीले कार्यक्रमहरू सञ्चालन गरेर यसरी चाहिँ हामीले नक्सा पास गर्दै गरेका छौँ। त्यो नक्सा पासमा चाहिँ हामीले विद्युतीय हस्ताक्षर पनि प्रयोग गरेका छौँ। विद्युतीय हस्ताक्षर प्रयोग गर्दाखेरि तपाईँले यो किसिमको फाइदाहरू हुन्छ, झन्झट हुँदैन, तर एउटा नियममा एउटा कानुनमा बस्नुपर्छ, नियम पनि मान्नुपर्छ। सँगसँगै नगरपालिकाको चाहिँ कल्चरल महत्त्व भएका जुन भवनहरू छन् त्यो संस्कृतिहरूलाई पनि जगेर्ना गर्नु पर्यो र सँगसँगै घरहरू पनि सुरक्षित बनाउनु पर्यो। त्यो उद्देश्यका साथ हामी पनि लागिरहेछौँ र सेवाग्राहीहरूले पनि त्यो चिजहरू पनि बुझ्नुपर्छ। हामी पनि कार्यक्रम गरेर त्यो चिजहरू बुझाउँछौँ। अन्त्यमा एउटा प्रश्न के सोध्छु भने नि यो डिजिटल सिग्नेचर बारेमा यहाँहरूको भनौँ कतिलाई थाहा हुँदैन नि, कतिपयलाई त्यसको प्रचार प्रसार अथवा कसैलाई जानकारी गराउने पर्चाहरू बाँड्ने यस्तो किसिमको केही प्रविधि सुरु गर्नुभएको छ? हजुर, हामीले ब्रोसरहरू बनाएका छौँ। हजुर, हामीले ब्रोसरहरू बनाएका छौँ र यो अलिकति कोभिडले गर्दाखेरि म पनि आइसोलेसनमै बसेँ। हामीले 1 गतेदेखि कार्यक्रम गर्ने भनेको थियौँ। अब यो 8-9 दिन म आइसोलेसनमा बसेको हुनाले गर्दाखेरि त्यसमा अलिकति ढिलो चाहिँ भयो र हाम्रो अरू प्राविधिक साथीहरू पनि यो कोभिडकै कारणले गर्दाखेरि कोही आइसोलेसन बस्ने, कोही बिरामी हुने भएको हुनाले गर्दा हामीले त्यसलाई चाहिँ अब अलिकति हामीले जुन निर्धारण समय थियो त्यसमा चाहिँ हामीले गर्न सकिरहेको छैनौँ र अब हामी भोलि पर्सिदेखि नै अब हामी चाहिँ यो ब्रोसरहरू बाँड्ने, वडामा गएर कार्यक्रमहरू सञ्चालन गर्ने, अभिमुखीकरण कार्यक्रमहरू पनि गर्छौँ र लोकल पत्रिकाहरू अब एफएमहरूबाट हजुरहरूले पनि हजुरहरूको सहयोगबाट पनि हामीले चाहिँ यो विद्युतीय हस्ताक्षर नक्सापास प्रणालीको बारेमा चाहिँ हामी पब्लिकसम्म चाहिँ आउँछौँ। हामी ब्रोसरहरू हामीले बनाएका छौँ, त्यो हामी प्रचार प्रसार गर्छौँ। हजुर, पक्कै पनि हामी पनि यहाँहरूको यो डिजिटल सिग्नेचरको यो पद्धतिलाई विकास गर्न र लागू गर्नको लागि हामी पनि सक्दो कोसिस गर्नेछौँ। यति भन्दै म आज यहाँसँग छुट्टिन चाहन्छु। भविष्यमा पुनः यहाँसँग म जोडिने आशा राख्दै स्वस्थ रहनुहोला भनेर म यहाँसँग छुट्टिन चाहन्छु। नमस्ते। थ्याङ्क यू। नमस्कार। उहाँ हुनुहुन्थ्यो सुरज ओझा, कीर्तिपुर नगरपालिकाका इन्जिनियर हुनुहुन्थ्यो र कीर्तिपुर नगरपालिकाले भर्खरै थालेको डिजिटल सिग्नेचरको बारेमा आज हामीले उहाँसँग कुरा गऱ्यौँ। अब एकैछिन विश्राम। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। आजको कार्यक्रमबाट म बिदा चाहन्छु। युनिक साक्य र शङ्कर थापालाई बिदा दिनुहोस्। नमस्ते।